सद्गुरु, इन्ट्रोस्पेक्सन वा आत्मचिन्तन गरेर मैले धेरै तार्किक निष्कर्षहरू बनाएको छु। तर मैले कसरी थाहा पाउने कि यदि इन्ट्रोस्पेक्सनले मलाई आवश्यकता भन्दा बढी सोच्नेतर्फ लैजाँदैछ वा छैन? म आफूलाई आवश्यकता भन्दा बढी सोच्नबाट कसरी रोक्न सक्छु? किनभने धेरै पटक यसले काम टार्ने बानी पर्छ। यो प्रश्न पपुलर रहेछ। हेर्नुहोस्, मानौ तपाईँ गाडी चलाउँदै हुनुहुन्छ र अगाडिको विन्डसिलमा हेर्नुको सट्टा तपाईँ पछाडिको ऐनामा हेरेर गाडी चलाउँदै हुनुहुन्छ। पछाडि हेर्ने ऐनामा त मलाई लाग्छ तपाईँ रिभर्स गियरमा हुनुपर्छ, न कि टप गियरमा। हेलो, त यी सबै इन्ट्रोस्पेक्सन सम्बन्धी बकवासहरू तपाईले अंग्रेजहरूबाट पाउनु भएको छ। उनीहरूले यसलाई ल्याएका थिए। यस देशमा हामी इन्ट्रोस्पेक्सनमा विश्वास गर्दैनौं, किनभने हेर्नुहोस्, तपाईँ आफ्नै बकवासलाई बुझ्ने कोसिस गर्दै हुनुहुन्छ। यसले यसरी काम गर्ने छैन। यदि तपाईले यसबाट एक दुली बनाएर राख्नुभयो भने तपाईले स्पष्ट रूपमा थाहा पाउनुहुनेछ कि यो के हो। तपाईलाई त्यसको बारेमा सोच्ने आवश्यकता पर्दैन। यो केही यस्तो हो, मानौ आज राति तपाईले दिल्ली एयरपोर्टबाट फ्लाइट लिनुपर्नेछ। तपाईलाई जानु छ र तपाईको फ्लाइटको टाइम नजिकिँदैछ, तर एउटा ठूलो ट्राफिक जाम लागेको छ। तपाईलाई ट्राफिक जाम कस्तो लाग्छ? नराम्रो लाग्छ, होइन? तपाईँ आफ्नो सपनाको गाडीमा बसिरहेको भए पनि ठिक छ। अब जसोतसो तपाईँ एयरपोर्ट पुग्नुभयो, प्लेनमा बस्नुभयो र त्यो उड्यो। अब तपाईँ माथि पुग्नुभयो र फेरि तलतिर हेर्नुभयो। अहिले पनि जाम लागेको छ, तर अब त्यो कति सुन्दर देखिन्छ, सेतो र रातो बत्तीहरूको लहर जस्तो। यो साँच्चै सुन्दर हुन्छ। तपाईले यो देख्नु भएको छ? हो। कुरा यति हो कि अलिकति दूरी बन्यो। एकपटक थोरै दूरी बन्यो भने अब यो समस्या हुँदैन। तपाईलाई थाहा हुन्छ यसलाई कसरी सम्हाल्ने। र ठूला ठूला अनुभूतिहरू यस्तै हुन्छन्। हेर्नुहोस्, अहिले पनि मलाई थाहा छ तपाईँ एक इन्जिनियर हुनुहुन्छ, तर यदि म तपाईलाई यस स्टेजमा यताउता हिँड्न लगाउँछु र भन्छु कि यो पत्ता लगाउनुहोस् यदि यो पृथ्वी गोलो छ कि थेप्चो, तपाईको अनुभवले के भन्छ? थेप्चो छ। थेप्चो छ, होइन? थेप्चो छ। यो वादविवाद अझै 1000 वर्षसम्म चलिरहन्थ्यो। यो समाप्त भयो किनभने हामी महासागरहरू पार गर्न थाल्यौं। त्यति बेला हामीले देख्न सक्यौं कि यो गोलो जस्तो देखिन्छ। त्यसपछि हामीले उड्न सुरु गर्यौं र आकार स्पष्ट देखिन थाल्यो। फेरि हामी गयौं र चन्द्रमामा गएर उभियौं र तल हेर्यौं। अब यो 100% स्पष्ट थियो। यो कति सजिलो कुरा थियो, तर हामी देख्न सकिरहेका थिएनौं जबसम्म हामी पृथ्वीमा हिँडिरहेका थियौं, होइन? यो त्यही कुरा हो। तपाईको मनको प्रकृति, तपाईको जीवनका यी उपकरणहरूको प्रकृति, जसलाई हामी शरीर र मन भन्छौं। योगमा हामी शरीर र मन भन्दैनौं। एउटा भौतिक शरीर छ र एउटा मानसिक शरीर छ, किनभने दुर्भाग्यवश युरोपेली आइडिया अनुसार मन यहाँ बसेको छ, होइन? Essentially, you call something mind because there's a certain volume of intelligence and memory. That's what you're calling as mind, isn't it? वास्तवमा तपाईँ कुनै चिजलाई मन भन्नुहुन्छ किनभने त्यसमा बुद्धि र मेमोरीको एक निश्चित मात्रा छ, त्यसैले तपाईँ त्यसलाई मन भन्दै हुनुहुन्छ। तपाईलाई याद छ कि 5 पुस्ता अघि तपाईको हजुरआमा कस्ती देखिनुहुन्थ्यो? छैन? तर उनको नाक तपाईको अनुहारमा बसेको छ, हो कि होइन? लाखौं वर्ष अघि तपाईका पूर्वजहरू कस्ता थिए? अहिलेसम्म तपाईको छालाका कोशिकाहरूलाई याद छ कि उनीहरूको छालाको रङ कस्तो थियो, हो कि होइन? त्यसैले तपाईको शरीरको हरेक कोशिकामा तपाईको दिमागको क्षमता भन्दा अरबौं गुणा बढी यादहरू छन्, हो कि होइन? अहिले हामी सबैभन्दा जटिल केमिकल फ्याक्ट्रीको कुरा गर्दै थियौं। यदि तपाईले हेर्नुभयो कि डीएनए को एउटा मलिक्युलले 1 मिनेटमा जति काम गरिरहेको छ, त्यति काम यस पृथ्वीका सबै कारखानाहरू मिलेर पनि गर्न सक्दैनन्। यस संसारका सबै कम्प्युटरहरू र सुपर कम्प्युटरहरूले त्यति काम गर्न सक्दैनन्। यो यस तरिकाले काम गरिरहेको छ। त्यसैले यदि बुद्धि र मेमोरीको कुरा गर्ने हो भने यो सम्पूर्ण प्रणालीमा फैलिएको छ, होइन? कम्तीमा तपाईको न्युरोलोजिकल सिस्टम हरेक ठाउँमा फैलिएको छ। यो त तपाईँ देख्न सक्नुहुन्छ। त्यसैले मन एक ठाउँमा हुँदैन। मनको एउटा शरीर हुन्छ, मेमोरीहरूको एउटा शरीर हुन्छ, भौतिकताको एउटा शरीर हुन्छ, ऊर्जाको एउटा शरीर हुन्छ। त्यसैले यदि तपाईँ जसलाई म भन्नुहुन्छ केवल त्यसको एउटा भागलाई हेर्नुहुन्छ र निरन्तर त्यसैसँग खेलिरहनुहुन्छ, यदि तपाईलाई थाहा छैन कि बाँकी चीजहरूलाई कसरी चलाउने, ती चीजहरू यसै संयोगवश काम गरिरहेका छन्।
यो केही यस्तो हो जस्तै कसैले गाडी त चलाइरहेको छ तर ह्यान्ड ब्रेक लगाइएको छ। धेरै मानिसहरू यस्तो गर्छन्। उनीहरूलाई थाहै हुँदैन। उनीहरूलाई लाग्छ थ्रोटल थिच्दै जानुहोस् यो चलिरहनेछ। होइन, यसमा आगो लाग्न सक्छ। कारमा आगो लाग्न सक्छ यदि तपाईले ब्रेक थिचिरहनुहुन्छ भने। अहिले धेरैजसो मानिसहरू यस्तै छन् किनभने उनीहरू कुनै स्कुल वा कलेजमा आएका छन् र अब उनीहरूमा थोरै तार्किक बुद्धि आएको छ र त्यो पनि हर प्रकारका बाहिरी जानकारीहरूबाट र त्यसबाट उनीहरू यी सबै प्रकारका काम गरिरहेका छन्। आत्मचिन्तन को कसमाथि आत्मचिन्तन गरिरहेको छ? यी सबै पश्चिमी विचारहरू हुन् जसले मानवतालाई धेरै दुःख दिएका छन्, धेरै नै दुःख। मनोवैज्ञानिक प्रक्रिया ती जानकारीहरूको एउटा परिणाम हो जसले तपाईले जम्मा गर्नुभएको छ र तपाईँ तिनीहरूलाई कसरी प्रोसेस गर्नुहुन्छ, यसो होइन? यदि तपाईँ त्यसलाई अलिकति टाढा राख्नुहुन्छ भने यसको तपाईमाथि कुनै प्रभाव पर्ने छैन। जब तपाईलाई आवश्यकता छ त्यसको प्रयोग गर्नुहोस्, जब आवश्यकता छैन तपाईले त्यसलाई अलग राख्नुपर्छ। तर हाल मानिसहरूलाई यस्तो लाग्छ कि उनीहरू हर समय सोचिरहन्छन्, जसलाई तपाईँ इन्ट्रोस्पेक्सन भन्दै हुनुहुन्छ। म माफी चाहन्छु यदि म तपाईको कुनै प्रकारले मजाक उडाइरहेको छु भने मेरो त्यस्तो कुनै मनसाय छैन, तपाईलाई थाहा छ। यो एक प्रकारको मानसिक पखाला हो। यो बस चलेको चलै गर्छ। तपाईँ यसलाई हर प्रकारको नामहरू दिइरहनु भएको छ, तर वास्तवमा हेर्नुहोस्, सोच्नु भनेको तपाईँ जागरुकतामा आफ्नो विचार प्रक्रियालाई एक निश्चित दिशामा लैजान चाहनुहुन्छ, त्यसले सोच्नु भनिन्छ। यदि यो हर समय चलिरहन्छ भने यसलाई पखाला भनिन्छ, होइन? त्यसैले तपाईलाई दुवै बीचको भिन्नता थाहा हुनुपर्छ कि यो एक जागरुक प्रक्रिया हो वा यो यसै अनियन्त्रित भएर भागिरहेको छ। यो धेरै महत्त्वपूर्ण छ। त्यसैले आत्मचिन्तनको अर्थ हो पछाडितिर हेर्ने जीवनको ऐना। आज तपाईँ एक युवती हुनुहुन्छ, तर यदि तपाईँ आत्मचिन्तन वा इन्ट्रोस्पेक्सन गर्नुहुन्छ भने तपाईलाई अहिलेदेखि नै लाग्नेछ कि तपाईले धेरै बाँचिसक्नुभयो। हो, सबैभन्दा ठूलो समझदारीको कुरा मानिसहरू यो सोध्छन् जुन शेक्सपियरले निकालेका थिए, म रहूँ वा नरहूँ। यो प्रश्न सबैभन्दा बुद्धिमानी पूर्ण प्रश्न मानिन्छ। मलाई भन्नुहोस्, यदि तपाईँ आनन्दमा हुनुहुन्थ्यो भने के तपाईँ सोच्नुहुन्थ्यो कि म रहूँ वा नरहूँ? केवल यदि तपाईँ दुखी हुनुहुन्छ भने केवल त्यति बेला जब तपाईँ जीवनलाई बोझ ठान्नुहुन्छ तब मात्र तपाईँ यो सोच्नुहुनेछ कि म रहूँ वा नरहूँ, होइन? त्यसैले धेरै अर्थमा तपाईको आत्मचिन्तन, चाहे तपाईँ यो थोरै थोरै गर्दै हुनुहुन्छ वा धेरै धेरै, यो मानसिक रोगहरूको जग हो। किनभने तपाईँ त्यो फोहोरको बाकसमा समाधान खोज्ने कोसिस गर्दै हुनुहुन्छ जसलाई तपाईँ आफ्नो मन भन्नुहुन्छ। त्यहाँ के छ? केवल त्यही जुन तपाईमा 5 इन्द्रियहरूको माध्यमबाट आएको छ र अरू केही पनि छैन। यदि तपाईँ केही नयाँ खोज्दै हुनुहुन्छ त म तपाईलाई यो बताउँछु। अहिले तपाईँ एक कम्प्युटर इन्जिनियर हुनुहुन्छ वा बन्नेवाला हुनुहुन्छ हो कि बनिसक्नु भएको छ? बन्नेवाला छु। ठिक छ। के तपाईको कम्प्युटरले त्यसमा हालिएको जानकारी भन्दा बढी केही गर्न सक्छ? त्यस्तै तपाईको मनसँग पनि लागू हुन्छ। यो शरीर एक गणनाको प्रक्रिया हो। सायद ती कम्प्युटरहरूभन्दा कहीँ बढी जटिल जसलाई तपाईँ चलाइरहनु भएको छ, तर वास्तवमा यो गणना गर्ने काम नै हो। जानकारी बिना यो काम गर्दैन। त्यसैले यदि तपाईलाई जानकारी थाहा छ, तपाईले नै यो सफ्टवेयर लेख्नु भएको छ, तपाईलाई यसको डाटा थाहा छ, त्यसैले तपाईलाई थाहा हुनेछ कि यसले के गर्न सक्छ र के गर्न सक्दैन। त्यसैले त्यसमा के आत्मचिन्तन गर्नु र? त्यसैले के म धेरै सोचिरहेको छु वा आत्मचिन्तन गरिरहेको छु? दुवैको आवश्यकता छैन। तपाईलाई चीजहरू हेर्न स्पष्टताको आवश्यकता छ। यदि तपाईँ कुनै चीजलाई हेर्नुहुन्छ त्यसलाई त्यति नै स्पष्टतासँग देख्न सक्नुहुन्छ जस्तो त्यो साँच्चै छ, तब कुनै चीजको लागि आत्मचिन्तनको आवश्यकता छैन। एकपटक फेरि म तपाईलाई यो याद दिलाउँदैछु। अहिले तपाईँ युवा हुनुहुन्छ, तर यो चल्छ नि, होइन? म भन्दिनँ कि तपाईँ बच्ची हुनुहुन्छ। म भन्दैछु अहिले तपाईँ एक युवती हुनुहुन्छ, तर मेरो नजरमा तपाईँ एक बच्ची नै हुनुहुन्छ। त्यसैले म केवल तपाईलाई यो भनिरहेको छु। हेर्नुहोस्, कसैको जीवन कति लामो छ। यो यदि तपाईको अनुभवको सन्दर्भमा कुरा गर्ने हो भने तपाईको उमेरको होइन। तपाईले कहिले यसमा ध्यान दिनुभएको छ? कुनै एक दिन जब तपाईँ धेरै खुसी हुनुहुन्छ, 24 घण्टा एक क्षण जस्तै बित्छन्, यस्तो हुन्छ, होइन? कुनै अर्को दिन तपाईँ थोरै निराश हुनुहुन्छ, 24 घण्टा 1000 वर्ष जस्तो लाग्छ, हो? त्यसैले केवल दुखी मानिसहरू लामो जीवन बाँच्छन्। यदि तपाईँ आनन्दमा हुनुहुन्छ भने यो पूरा भइसक्छ, यो बुझ्नुभन्दा अगाडि कि यहाँ के भइरहेको छ। यो सबै के को लागि थियो भनेर तपाईले बुझ्नुभन्दा अगाडि नै अन्तिम संस्कार।
हो, मलाई यस्तो लाग्छ, म यस्तो फिल गर्छु जसै म हिजो मात्र जन्मेको थिएँ, हेर्नुहोस् मलाई। त्यसैले समस्या यहाँ छ, हामी आफ्नो जीवनलाई सुधार्ने कोसिस गरिरहेका छौँ, आत्मचिन्तनबाट, नैतिकताबाट, मूल्यहरूबाट, विचारहरूबाट, फिलोसफीबाट, धारणाहरूबाट, रोल मोडेलहरूबाट, यसबाट र त्यसबाट। होइन, यिनीहरूको आवश्यकता छैन। हुनुपर्ने यो हो कि यो जीवन उत्साहले भरिएको होस्, यो आफ्नो सर्वोच्च सम्भावनासम्म पुगोस्, यो चम्कियोस्। यदि तपाईँ हर समय चम्किरहनु भयो भने शारीरिक रूपमा तपाईँ राम्रो हुनुहुनेछ, तपाईँको प्रतिभा फुल्नेछ, सबै कुरा राम्रो हुनेछ। र के संसारमा पनि यस्तै हुनेछ? होइन, संसार कहिले पनि 100% त्यस्तो चल्दैन जस्तो तपाईँ चाहनुहुन्छ कि यो चलोस्। किनभने तपाईँ तीनैजना युवा हुनुहुन्छ, त्यसैले म तपाईँलाई यो भनिरहेको छु। र यहाँ धेरै युवाहरू छन्, किनभने तपाईँमध्ये धेरैले यो सपना बुनेको हुनुपर्छ कि तपाईँलाई एक आदर्श व्यक्ति भेटिनेछ, तपाईँको जीवनमा एक पर्फेक्ट व्यक्ति, केटा होस् वा केटी जोसुकै। म तपाईँको रोमान्सलाई समाप्त गर्ने कोसिस गरिरहेको छैन, म केवल यति भनिरहेको छु कि तपाईँलाई ठूलो निराशा हुनेछ। किनभने यहाँ धेरै मानिसहरू भन्दैछन् कि उनीहरू मथुराबाट छन्। कृष्ण सबैभन्दा अद्भुत पुरुष, उनका पत्नीहरू सधैँ गुनासो गर्थे। यसकारणले होइन कि उनमा केही गलत थियो, किनभने यस सृष्टिको प्रकृति नै यस्तो छ कि संसारमा कोही पनि ठीक त्यस्तो हुन सक्दैन जस्तो तपाईँ चाहनुहुन्छ, हो कि होइन? त्यसैले एउटा अप्सन छ, यो एक व्यक्ति। तपाईँ यस व्यक्तिलाई त्यस्तो बनाउन सक्नुहुन्छ जस्तो तपाईँ चाहनुहुन्छ। यदि तपाईँले यो एउटा कुरा गर्नुभयो भने यी सबै कुराहरूको आवश्यकता नै कहाँ छ र? तपाईँले केवल यति मात्र गर्नुपर्छ। तपाईँ एक इन्जिनियर हुनुहुन्छ, तपाईँले अलिकति इन्जिनियरिङ गर्नुपर्छ, इनर इन्जिनियरिङ, ताकि यो व्यक्ति बिल्कुल त्यस्तै काम गरोस् जस्तो तपाईँ चाहनुहुन्छ। संसारको लागि हामी आफ्नो बेस्ट गर्नेछौँ।